Hotel Mount Kailash Resort. Boomerang Restaurant Lakeside. Tourism. Welcome. Thank you. Welcome sir, welcome. नमस्कार यसपालि मुख्य गरेर यो 20औं संस्करणको रोपाई महोत्सवलाई हामीले अलिकति विशेष बनाउने भनिकन हामीले चाहिँ पाकिस्तानबाट 4 जना, भुटानबाट 2 जना लगायत इसिमबाट केही प्रतिनिधिहरू लिएर आएर यो कार्यक्रममा सहभागिता जनाएको छ। अब विगतमा जस्तै हामीले यो पोखरा पर्यटन परिषदद्वारा आयोजना हुने रोपाई महोत्सवले जे खालको सहयोग गरिरहेको छ त्यो सहयोग यथार्थमा छँदैछ। तर मैले अब म आएदेखि यहाँ के भन्दा चाहिँ पोखरा चाहिँ एउटा ह्यापनिङ सिटी केही न केही इभेन्ट भइरहन्छ भन्ने खालको एउटा माहौल बनाउनुपर्छ भन्ने भाइबमा मैले काम गरेर आउँदाखेरिमा यो खालकोलाई विशेष इभेन्ट यो उत्सवले अझ महा उत्सव बनाउनु भन्ने हिसाबमा हामीले पुरा हाम्रो पोखरा महानगरपालिका टेम्पल बेल रिसोर्ट हेरेर बसिरहनुभएका आम दर्शकहरू पनि यदि नजिक हुनुहुन्छ भने कृपया डोरी तान्ने प्रतियोगिता, असारे गीतका रूपाई प्रतियोगिता, केराको थम्मनमा टेकेर दौडाने प्रतियोगिता जस्ता देश विदेश विश्वभरि रहनुभएका आम दर्शकहरूले रमाइलो गर्नुहुनेछ। विशेषतर्फ आमन्त्रण गर्न चाहन्छौँ हाम्रो बाजागाजामा रहन्छौँ। आजको पोखरामा सङ्घर्ष गरेको हाम्रो प्रतियोगिताको नाम दर्ता गर्नको लागि पारिपट्टि टेन्ट राखिएको छ। त्यहाँ साथीहरू बस्नुभएको छ। विभिन्न कार्यक्रमको लागि नाम दर्ता गर्नको लागि ज्योति कामलाई यहाँले निरन्तरता दिनको लागि पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। शान्ति प्रेमी आमाहरू अलिकति लिएर बस्नुको लागि मधुबेनले आफ्नो प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छु। शान्ति प्रेमी आमा समूह एकजुटको नयाँ प्रस्तुतिको लागि It has been, extremely pleasant to come here in Nepal, and especially the hospitality of Maniji from Nepal Tourism Board. And this festivity is kind of new for us, and we are learning a lot from Nepal that how we can replicate all these things in Pakistan and promote regional collaboration. So thank you very much for having me here in this festival. 20औं वर्ष भयो यो महत्त्वपूर्ण अभियानलाई जारी गर्नुभएकोमा पर्यटन परिषदलाई र आयोजक साथीहरूलाई हार्दिक बधाई दिन चाहन्छु र म सबैलाई यो महत्त्वपूर्ण कार्यक्रममा उत्साहपूर्वक खुसी साथ सामेल भएर प्रकृति, संस्कृति र साहसिक पर्यटन, साहसिक खेलहरूलाई प्रमोसन गर्दै पोखराको पर्यटन कुनै मौसमको मात्र होइन, अल वेदर हो, सबै मौसमको लागि हो भन्ने कुरा स्थापित गराउन सक्नुभएकोमा आयोजक साथीहरूलाई धन्यवाद दिन चाहन्छु। I will heartily welcome my friends from abroad and different countries. You are enjoying. I hope that you will enjoy in our tourism events in this mud festival. सबैलाई स्वागत छ। सबै सहभागी हुनुहोस्, खुसी साथ सहभागी हुनुहोस्। Okay. Interesting things you have seen here? Yeah, I love learning about the culture, how the rice is made, because it's made all over the world, supports so many people. It's really nice to see everyone celebrating how food is made and what supports us as a unit all over the world. And it's a really nice celebration of life and culture and heritage. And yeah, brilliant.
which interesting thing do you हामी यहाँ find to खेलकुद here? पनि गरिरहेका I छौँ। think हामी टुरिस्ट the process of how everything's made and the commitment people have to farming and how it's gone on for centuries and it's still super traditional. It's so traditional and it's really nice. Where are you from? Which country? I'm from Wales. Wales. पूर्व कानुन मन्त्री एके बहादुर थापाज्यू विभिन्न मन्तव्य राखिदिनु हुन म पोखरा पर्यटन परिषदका सम्पूर्ण पूर्व हेलो where are you from? पर्यटकीय क्षेत्रहरूमा चाहिँ आन्तरिकता साथसाथै बाह्य पर्यटकहरू पनि लिएर आउने एउटा माहौल यसले बनाएको छ। त्यो भएनाले आज हामीले चाहिँ विशेष गरिकन नेपाल पर्यटन बोर्डको पहलमा इसिमोडको सहकार्यमा हामीले पाकिस्तानबाट 4 जना हामीले गेस्टलाई पनि यहाँ लिएर आएको छौँ, जसलाई चाहिँ मैले यहाँ आज स्पेसल धाम्रो पनि भनेर लिएर आएको छु। एकजना दिदी साहब आउनु भएको छ, हबिब अरिफ भनेर खैबर पख्तुन कल्चर एन्ड टुरिज्म डिपार्टमेन्टबाट। त्यसै गरिकन 3 जना प्रोफेसरहरू विभिन्न युनिभर्सिटीका प्रोफेसरहरू हुनुहुन्छ भनेदेखिमा भुटानबाट पनि 2 जना प्रतिनिधि आउनु भएको छ। भुटान सरकार पर्यटन मन्त्रालयका सिनियर म्यानेजर लगायत भुटानमा काम गर्ने पर्यटनसँग काम गर्ने कन्सल्टेन्ट, त्यसै गरिकन इसिमोडमा काम गर्ने तर फिलिपिनबाट आउनुभएको, त्यसै गरिकन फ्रान्सेली नागरिक इसिमोडमा काम गर्ने लगायत इसिमोडका साथीहरू पनि हामीसँग हुनुहुन्छ, जो चाहिँ नि आज यो मुख्य गरिकन यो धानै रोप्न भनेर र यहाँ कसरी रोपिँदो रहेछ हेर्ने भनिकन आउनु भएको छ। यसै गरिकन हामी कुनै न कुनै हिसाबमा यसमा यो कार्यक्रममा हामी आफै आन्तरिक हिसाबबाट आरोप गर्ने छँदैछ। अब बाह्य पर्यटकहरूलाई पनि लिएर अझ बढी इन्भल्भ गराउनु पायो भनेदेखिमा पोखरा यतिकै पनि पर्यटन राजधानी भन्ने घोषणा भएको र धेरै पर्यटकहरू आइरहने ठाउँमा कुनै न कुनै गतिविधि गराएर हामीले लेन्थ दृष्टि बढाउन सकिन्छ कि भन्ने हिसाबमा हामी पनि अगाडि लागिरहेको छौँ। यहाँको साथ सहयोग गर्दछौँ। नमस्ते सबैजनालाई तथा पूर्व गृहमन्त्री समेत रहनुभएका यस कार्यक्रमका प्रमुख अतिथि खगराज अधिकारीले हल गोरुमा लिडको चढेर यो कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गरिरहनु भएको छ र यो उहाँको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। र लगभग 100 भन्दा बढी विदेशी पर्यटकहरू यहाँ आउनु भएको चौबहादुर गुरुङ दाइ, यहाँलाई एकदमै धेरै सम्मान व्यक्त गर्नु। आफूमा मिठो आवाजको धनी पछिल्लो समयमा